एउटा सत्य घटना, एउटा घरको म कहानी भन्छु है त। त्यो घरमा बुवा आमा अनि हजुरआमा बस्नुहुँदो रहेछ। अनि उहाँहरूको 2-3 जना छोराहरू हुनुहुँदो रहेछ। त्यो बुवा आमा हजुरआमा भएको घरमा अब चाडपर्व आउँछ, चाडपर्व मनाउनु पर्यो होइन, पाहुनापाछा आउँछन्, खर्च हुन्छ। त्यो छोराहरू कहिले त्यो हेर्दैनन्। उनीहरूले बुवा आमा हजुरआमाले कसरी चलाउनुहुन्छ त्यो थाहा हुँदैन उनीहरूलाई, छोराहरूलाई। आफ्नो तरिकाले उनीहरू रमाएका हुन्छन् घरमा। उनीहरू जाँदै जाँदैनन्। त्यो घरमा गए त त्यहाँ केही न केही आवश्यकता परेको देखिन्छ। त्यसैले त्यो उनीहरू छोराहरू त्यो घरमा जाँदै जाँदैनन्। गइहाले पनि एकैछिन जान्छन्, फर्किहाल्छन्। अनि चाडबाड आउँछ। चाडबाड आउँदाखेरि त अब बुढापाका भएकै घरमा त जानुहुन्छ। अब आफ्ना पाहुनापाछाहरू होइन, पाहुनाहरू अब आफन्तहरू त जाने बुढो घरमै हो होइन। हजुरआमा हजुरबा भएकै घरमा हो, अलि बुढापाका भएकै घरमा जानुहुन्छ। त्यहाँ जाँदा खर्च हुन्छ। त्यहाँको निकै खर्च भएको हुन्छ। त्यो खर्च छोराहरूले देख्दैनन्। त्यो खर्च धान्नलाई अहिले त झन्न सरकारले वृद्ध भत्ता दिएको छ र त्यो भत्ताले घर चलेको छ। अनि घर चलेको हुन्छ। त्यो वृद्ध भत्ताले पनि त कहिलेसम्म पुग्छ? पुग्दैन नि त। अनि त्यो भत्ताले नपुगेर ऋण गर्नुहुन्छ। त्यो ऋण त थोरै हुन्छ, तर त्यो ऋण बढ्दै बढ्दै 1-2 वर्षमा त बढी हुन्छ। अनि बढी हुन्छ। अनि अब आय स्रोत नभएपछि त्यही ऋण बढ्ने हो, फेरि थपिने हो। अनि अंशबन्ड गर्ने बेला हुन्छ। छोराहरूलाई अंशबन्ड त अब उहिले पहिलादेखि चलिआएको चलन होइन, दिनुपर्ने हुन्छ। अंशबन्ड गर्ने बेला हुन्छ। त्यो अंशबन्ड गर्दाखेरि ऋण देखिन्छ। त्यो ऋण त देखेपछि छोराहरू रिसाउँछन्। अब ऋण यति छ, पहिला ऋण तिर अनि मात्रै अंशबन्ड तिमीहरूलाई भागबन्डा गरौँला भन्दाखेरि छोराहरू रिसाउँछन्। अनि हामीले चलाएकै छैन, हामीले गरेकै छैन, आफ्नो व्यवहार आफूले चलाएको छौँ, गरेको छौँ भन्छन् छोराहरू। अब त्यो उनीहरू त अब उनीहरूको आफ्नो व्यवहार त चलाएका छन्। तर आमाहरू ती बुढाबुढी सक्दाखेरि त आफूले गर्नुभएकै हो, छोराछोरी पाल्नु भएकै हो, हुर्काउनु भएकै हो। अब उनीहरूले अब जस्तो छोराछोरी पनि बुढा हुनुभयो, घरमा अझै बुढी अर्कै हजुरआमा हुनुहुन्छ। अनि त्यो खर्च बढ्ने नै भयो। त्यो खर्च थपिँदै गयो, धेरै भएको हुन्छ। तर उनीहरूले त्यो सहमति गर्दैनन् कि त्यो पैसा त्यो ऋण तिर्ने कुरामा सहमति नै गर्दैन। अनि त्यही झगडा गर्छ। अनि मान्छे समाज आउनु पर्यो। अनि त्यो समाजले मिलाउनु पर्यो। त्यो समाजले मिलाउँदाखेरि पनि उनीहरूलाई चित्त बुझ्दैन। तै पनि अब समाजले मिलाइदिँदा अब चित्त नबुझी पनि अब उनीहरूको बुझ्नुपर्ने हुन्छ। त्यो ऋण चाहिँ लाग्नुभन्दा अगाडि उनीहरूले थोरै पैसा, चाडबाड आउँछ, दुखबिराम हुन्छ, अलिअलि पैसा दिँदाखेरि त त्यत्रो ठुलो ऋणै लाग्दैन, उनीहरूलाई नै घाटा हो नि। तर त्यो बुझ्दैनन् कि छोराहरू। आफ्नो छोराछोरी, आफ्नो परिवार, त्यहाँदेखि अरू उनीहरूले देख्दैन। उनीहरूलाई त्यतिलाई चाहिँ धान्न पुग्छ पैसा। तर बुवा आमालाई चाहिँ कहिल्यै यो छोराछोरीले हेर्दैनन्। बाहिर गएपछि उनीहरू आफ्नो मात्रै दुनियाँ हुँदो रहेछ। यो उधौली माया मात्रै हुँदो रहेछ। उँभौली चाहिँ छोराछोरीले देख्दैनछन् कि। एउटा घरको कहानी मलाई साह्रै दुःख लाग्यो कि। अनि हजुरहरूसँग पनि सुनाउन मन लाग्यो अनि हजुरलाई पनि सुनाएको है त।